महँगो अहिले अहिले अस्ति आउँदा यस्तो केबल कारहरू चढेको थिएनन् पानी परेर आज यसरी चढेको केबल कार चढ्नलाई यसरी हिँड्दैछौँ अब केबल कार चढ्ने माथि नि अझै हजुर माथि 4th फ्लोरमा रहेछ क्या हजुर ओ माई गॉड लाइन गर्नु छोटो छोटै होला नि लाइन त हजुर कुन्टी ह्याचिन केबल कारमा चढ्न यत्रो लाइन छ हामी केबल कार चलेको माउलाई पनि भ्लग बनाउने गएन अब स्विमिङ गर्दै थिएन केबल कारमा जाँदैछौँ यस्तरी केबल कारमा लाइन लाएर अब कतिखेर आउने पालो थाहा छैन यताको उताको भन्दा यताको थोरै नै छिटो नै हुन्छ कि यसरी हिँड्दैछौँ हामी यसरी हिँड्दैछौँ कति सुस्तो हिँडेको अघि त भित्र हिँडे जस्तो लाग्यो गयो सर हिँड्यो सक्दोको बिचमा थिएँ यसरी हिँड्यो यहाँको तल यस्तरी रोड छ हामी यसरी हिँडेछौँ यता अहिले यहाँ तल यहाँ आएर हेरौँला कस्तो राम्रो देखेको सिन है सिपहरू हिँडिरहेको आएछ यस्तो यता टाढो त आउँदैन यस्तो देखेँ हाम्रो फ्यामिली सुन्दरमा केबल कारमा चढेको रमाइलो गर्दैछौँ फ्यामिली मात्रै आउने नै एकजना बिचमा बसाइदियो अरे पछाडिको सिन कस्तो राम्रो देखेको हेर्नु न है मौसम खुलेर हिँड्छ अझ राम्रो छ यस्तो छ यता यस्तो छ यस्तो छ डेली छोरा यस्तो बस्नुभएको छ छोरा हामी केबल कार चढेछौँ खुसी छेउ किनभने माथि पुग्ने माथि नि अन्त सानो हिँड्ने रमाइलो छ Are you happy? Yes. Uh, Okay.
अब ऊ त्यो बाटो रहेछ होइन माथिको यस्तरी हामी वहाँबाट त हिँड्दै आएको नि हिँड्दै पुरै साइकल हुन्न साइकलमा हिँड्दै माथि पनि रहेछ कि बाटो होइन गाडीहरू हिँड्ने रहेछ त त्यहाँ रहेछ सिपहरू त्यहाँ रहेछ होइन लाउने त्यस्तो सिप छैन त्यस्तो हो त सिप हो क्या ए हो त नि हो त घुचुक गर्दै रेड कलरको होइन आज मौसम अझ खाली कस्तो राम्रो देखिन्थ्यो कि उता है बादलहरू उडेको हेर नि कस्तो देखिएको है उलेको माथि काला बनाउनलाई बिचमा टापु रहेछ त नि हिँड्ने बाटो पनि रहेछ त है के छ त हेर्ने ठाउँ अनि फेरि केबल ठुलो लट्टी माथि गएको नि त हो त्यो माथि उता होइन पुरै बादल लगाएर ढाकिराखे किन यो ढाकिएको र यस्तो समुद्रभरि के हेर्नु न त्यस्तरी बाटो बनाएन है त्यही हेर्न जाने माथि बच्चाको खेल्ने ठाउँमा बस्नु त माथि लिफ्ट रहेछ नि एउटा उक्लिने हिँड्दै आउनुलाई नि जान्दा बिगान्दा माथि जानुलाई तल यस्तो छ बाटोहरू दिनु पर्यो नि त मान्छेहरूलाई त्यहाँ हेर्नलाई क्या चन्द्रगिरीको त्यो चढेर यहाँ चढेर झर्ने ठाउँ आयो एक देखाउन ल्याउँछ नको छोरोलाई केटी खेल्ने रहेछ हजुर
अघिको त फुलहरू भएको कहाँ हो? आऊ। यस्तो चाहिँ यो पनि फोटो जियोहरू जमिन न समुद्र यता समुद्र कति यही रहेछ यिनीहरूकै हजुर हामी आएको यता केबुल कार टाटा सिँढीको बाटो यस्तरी यस्तरी यहाँ यस्तरी यहाँ यो फुल हेर्नु भ्यू हेर्नुको त्यो फुल हेर्ने पारी पारी सबै हेर्ने यस्तरी हेर्ने एउटा केबुल काटेर आएको जस्तै हाम्रो नि यस्तो गर्न लाउनु सब फेरि केबुल कार घुमेर आएर केबुल कार चल्न लान्छौँ यता छिरेर पनि एकछिन त्यहाँदेखि आउँछ यता चाहिँ सुङ्दो बिच हाम्रो यस्तो राम्रो सुङ्दो बिच त्यही त नि 노란색깔 라인은 저기까지 가면 안 된다는 거. 넘어가지 말라고. सुङ्दो बिचमा यो छ यस्तो हिँड्दैछौँ अब त्यो माथि टाँपो त्यहाँनिर अघि केबुल कार घुमेर आयो अहिले गुफाभित्र गुफा रहेछ गुफाभित्र पनि पस्ने होला होइन गुफामा पनि पस्ने होला गुफाहरू कति धेरै कलेक्ट जाऊँ न选择障碍。
यहाँनिर छोरो यता त्यसरी आइरहेछौँ उता जान लागिरहेछौँ माछा पनि हुनसक्छ बाबु स्विमिङ गर्ने भन्दै छिन् अब बाबु स्विमिङ गर्छ एकछिनमा सुत न 네, 안내 말씀드리겠습니다. 1시 50분부터 저희가 브레이크 타임 가질 예정입니다. 1시 50분부터 브레이크 타임 가지고 2시에 다시 시작할 예정이니까요. 바보? 뭔데?